हेलो एभ्रिवान, भेरी गुड मर्निङ। अन्त हजुरहरूको माझमा फेरि पनि एउटा छोटो भिडियो लिएर आएको छु। भिडियो मार्फत चाहिँ म के भन्न गइरहेको छु भन्दाखेरि चाहिँ आज चाहिँ मेरो डे 31 365 फिटनेस च्यालेन्ज। सो मान्छेले चाह्यो भने चाहिँ जे पनि गर्नु सकिन्छ रहेछ। किन भन्दाखेरि चाहिँ मैले यो 31 डेजमा चाहिँ मैले याद पाएँ कि आफूले आफूलाई विश्वास गर्नुपर्छ रहेछ। अन्त हरेस खानु हुँदैन रहेछ। मान्छेले हरेस खाएन भने चाहिँ जे पनि गर्नु सकिन्छ रहेछ भनेर चाहिँ यो कुरा मैले याद पाएँ हो। अन्त कसरी भन्दाखेरि चाहिँ यो 31 डेजमा कतिवटा च्यालेन्जेसहरू आउँदो रहेछ। अब कोही बेला जिउ दुखेर उठ्नै नसकिने, अब स्टार्टै गर्नु नसक्ने, त्यति साह्रो पनि दुख्दो रहेछ। कोही बेला टाइम म्यानेजमेन्ट, कहाँ जानुपर्ने। अब मेरो त अब सबैहरूले देख्नु भएको थियो, सर्जरी भएको थियो खुट्टा, त्यही भएर रिभ्यूको लागि नि जानुपर्ने हस्पिटल। अब आफू त पऱ्यो यो नर्थ र साउथको बोर्डर, सबसे लास्ट गाउँ। सबै तपाईँहरूले चिन्नु नि हुन्छ होला, सोक्पे सुम्सी भनेर। अन्त यहाँदेखि चाहिँ अब हस्पिटल जानु चाहिँ एक दिनै लाग्छ। बिहान 6 बजी हिँडेको मान्छे चाहिँ बेलुका अब सर्भिस गाडीमा 6 बजी नै आइपुगिन्छ। सो त्यसै कारणले टाइम म्यानेजमेन्ट गर्नु साह्रो पर्दो रहेछ। र आफूले मनबाट चाह्यो भने चाहिँ जस्तै ठाउँमा पनि टाइम म्यानेजमेन्ट गर्नु रहेछ। अन्त लास्टमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामीले आफ्नो लाइफलाई जति कम्ती एक्सक्युजेसहरू दियो उति राम्रो। सो यति नै भन्दै मेरो आजको यो भिडियोलाई यहीँ खतम गर्छु। सो स्टे सेफ, स्टे हेल्दी, बाई बाई।